तपाईँको शुभ नाम? नमस्ते, म तुलसा शिवाकोटी, गौरादा 1 नम्बर सीतापुरी। तपाईँ त विदेश जानुभएको थियो हिजो अस्ति। हजुर, अब विदेश जानु भनेको चाहिँ कस्तो भने सर, अब हामी सधैँलाई होइन यसो केही सिकौँ, विदेशमा गएर सिकौँ भनेर फेरि यस्तै अफर पनि आएको थियो। कृषि सम्बन्धी नै जानुभएको थियो? हजुर, एउटा कृषि कम्पनी नै उहाँ खोल्दै हुनुहुन्थ्यो हाम्रो चिनजानकी सरहरूले। उहाँले भन्नुभयो त्यहाँ गएर केही सिकाऊ, हामीलाई पनि केही आफूले जानेको कुराहरू। अनि तपाईँ विदेश आएर यो खरबुजा खेतीमा चाहिँ कसरी लाग्नुभयो, कसरी अभिप्रेरित हुनुभयो? कसरी भने सर, उहाँनिर एकदम धेरै यो ओमनमा चाहिँ बालुवामा खरबुजा मैले धेरै फलाएको देखेँ र हामीले पनि त्यहाँ केही। त्यसमा तपाईँ आफैले काम गर्नुभयो? हजुर, आफैले हामीले भर्खरै स्टार्ट गरेर एकचोटि सिकाएर आएको थियौँ। अहिले अनि यो खरबुजा खेती गर्नु भन्दाखेरि माटोको परीक्षण गर्नुभयो नि? माटोको परीक्षण मैले केही पनि गरिनँ, किनभने अब खरबुजा भनेको बालुवामा माटोमा सबै ठाउँ हुने चिज हो। यसलाई चाहिँ अब चाहिने तत्त्वहरू मिलाएर गर्न सकिन्छ है माटोमा पनि भनेर सबैले भन्दै हुनुहुन्थ्यो, यो बालुवामा हुने माटोमा हुँदैन भनेर। तर पनि मैले एकचोटि परीक्षण गरेर। तर यसपालि अलिक ढिलो भयो भनेर यसपालि अलिकति अब सिजनै हो यो पनि, तर थोरै 1 महिना ढिलो। अब म आउँदाखेरि टाइम अलिक ढिलो भएकोले 1 महिना जति ढिलो भयो। तैपनि त्यस्तो ढिलो चाहिँ छैन, यो असार साउन भदौमा पनि हुन्छ, 12 मास हुन्छ खरबुजा। अनि जमिन त अलिक गहिरो गहिरो छ नि त यहाँ? जमिन अब मेरो यस्तै नै छ सर, तैपनि यसलाई म्यानेज गरेको छु सकेसम्म पानी जम्न नदिने गरी। तपाईँ आफै यहाँ काम गर्नुहुन्छ? यहाँ मैले एकदम यो प्लास्टिक बिछाउन, ड्याङ बनाउनदेखि हरेक दबाई पानी सब मैले आफै नै हेर्छु। हस्, धन्यवाद। हामी मिलेर हेर्छौँ।